पदम दा भेटेँ। पदम दाको घर चाहिँ यहीँ रहेछ नि त। म मेसिन चलाउनुको लागि यहीँ आएको थिएँ। अन्त म मेसिन झार्नु आँटेको छु यहाँनिर होइन। अन्त मेसिन झारेर चाहिँ पदम दाकै तल्लोपट्टि काम हुँदै रहेछ नि त अहिले। त्यही भएर चाहिँ होइन टक्कै अब लैंड हो गया है मालिक भनेर अब मालिकलाई दिनु पर्यो तिमी। अब मालिकले खर्च गर्छ होला नि त। यो कच्चा भयो नि त। बेड कच्चा हो नि त। मैले अघि त्यो उयो गरेको भए चाहिँ त्यहाँबाटै सट्टै तानेर यस्तोबाट अर्काएर तान्नु पर्थ्यो कि। त्यसो गरेको भए चाहिँ बकेटमा टक्कै पस्थ्यो नि त दा। अब यो हुनु ल्याएको थियो ठिकै छ भाइ। त्यही त अब काम गर्दैन अब यो। अब दा यो मेरो त अन्त पैसा त अन्त 1 महिनाको गयो नि मालिककोबाट। ठिकै छ मालिक। अब तिमीले अब कति चाहिँ पैसा पनि कमाउँछौ अन्त यो उमेरमा। हामीलाई पो यसो चाहिरहेको छ हेर। होइन होला हौ दा। यो एजमा यस्तो काम एकपल्ट लाएर ट्राई गर्दा भयो नि त अहिले कति उयो गर्छ। ब्रेकरकै हो काम चाहिँ। फाइनली गाइस मेरो मेसिन चाहिँ झरिसकेको छ यहाँनिर होइन। हल्का कार्पेटिङ पनि गएको छ। पदम दा चाहिँ अब जानु आँटेको जबरजस्तीले चाहिँ होइन मेरो पाइप पनि गयो होइन। दाले जबरजस्ती गर्नु लगायो होइन। जे होस् दा चाहिँ राम्रो हुनुहुँदो रहेछ होइन। बाई बाई सबैजनाले फलो गरिदिनु होला।